हेलो एभ्रिवान। के पखाल्न लागिरहेको दिदी? यो भर्खर एकजना भाइले चाहिँ हाम्रो अनि एर्चागुम्बा टिप्न गएको थियो अनि त्यहाँबाट चाहिँ अनि यो ल्याएको यसलाई हामी अनि के भन्छ अरे आच्या भन्छ यहाँ चाहिँ हैन जुम्लामा चाहिँ, तर धेरै जस्तो अरू ठाउँको मान्छेले चुक भन्छ हैन, अनि चुकाउनी भन्छ, अनि त्यसपछि यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ रुबाब भन्छ हैन। त्यो कारणले यसको हामीले प्रायः यहाँ खाने भनेको अचार हो हैन, चटनी हो। यो अमिलो एकदमै धेरै हुन्छ। सो यसको भित्र चाहिँ यस्तो टाइप हुन्छ। यो चाहिँ यो खोलेर यसलाई चाहिँ पोलेर यसको भित्रको यो जुन छ नि यो लेयरलाई चाहिँ पिस्नुपर्छ हैन, चुकको काम गर्छ। अहिले चाहिँ म यतिकै खान चाहिँ सक्दिनँ, थोरै ट्राई गर्छु। एकदमै अमिलो हुन्छ। यो नै पुरै ऊ भयो क्या, तर एकदमै दामी छ। यसले चाहिँ हाम्रो ब्रेनलाई पनि प्रोटेक्ट गर्छ अरे, अनि कन्स्टिपेसनको पनि काम गर्छ र अनि यो डाइजेसन सिस्टमको पनि एकदमै राम्रो बेनिफिट छ यसको। तर यो एकदमै रेयर हो, अब जङ्गलमा पनि पाइँदैन, तपाईँको त यो लेकमा पाइने हो। सो चाहिँ सिजनमा मात्रै हो मान्छेले खान पाउने, अरू टाइममा चाहिँ पाउँदैन। जुस बनाएर अनि चुक बनाएर त्यो अनुसारले खान पनि सक्छौँ। हस् त, धन्यवाद फर वाचिङ। ल।